भक्ते दाइ चाहिँ आफ्नो साथीहरूसँग पार्टी आयो भनिरहेछ त त्यस्तो किन भनिरहेको त यो भिडियो अन्त्यसम्म हेर्नुहोस् त अनि आजको भिडियो चाहिँ धेरै डेन्जरस हुनेवाला छ त्यसैले भिडियोलाई लाइक र च्यानललाई सब्सक्राइब गरेको छैन भने च्यानललाई पनि सब्सक्राइब नभुल्नु होला है त यस्तो हुन्छ ए तिमी के खान्छस् लु भन के खान्छस् खान्छु के खाने भन्दा जस्तै खान्छ नि हामी त हैन के खान्छस् लु पर्क चिल्ली खान्छु त पर्क चिल्ली त म त चिकन चिल्ली हो म फ्राइड राइस अन्त यो फ्राइड राइस चिकन चिल्ली हो अन्त भैँसीको कुटी अन्त बियर पनि एउटा खाल्ली ए त्यसमा त म बियर त खानु पर्यो अनि म बियर खान्दिन आज बियर भन्दा अलि माथिकै म यो बिजार भान्डा स्प्राइट म त बियर तो यो खान्छु बियर केनको बियर केनको बियर ए वेटर एक्सक्युज मी वेटर मलाई उयो फ्राइड राइस चिकन चिल्ली भैँसीको सिकुटी हजुर त्यहाँदेखिको ग्ल्यान्ड स्प्राइट ल दिदी हुन्छ हुन्छ तपाईलाई मलाई चिकन चिल्ली हो त्यहाँबाट बियर ल्याइदिनु क्यानको तँलाई मलाई उयो पर्क चिल्ली र उयो बिजर हुन्छ मलाई खाइसो यसले गर्दा कहाँ बस्यो आउँछ पैसा छैन भने किन खाइबस्नु राम्रो दोकान राम्रो राम्रो यो अलिक मजाले राम्रो ल अलिक मजा सिनिकै होस् है सिनिकै पैसा छैन भने चाहिँ किन खाइबस्नु भाइ राम्रो दोकान राम्रो मजाले गरायो टिपो भाइ टिपो मजाले गरायो अलिक सिनिकै होस् है त्यहाँ छिटो मजाले दिनु ल हुन्छ मलाई चाहिँ हाफ क्वार्टर र त्यो ब्रान्डेड स्प्राइट ल्याइदियो आइसमा लगाएर मजाले हो अन्त बिल जति पनि हुन्छ नि यो चुतियाहरूको नाममा लेख्नु ल म चाहिँ तल किचनमा खान्छु किचनमा स्वाटै पारेर चाहिँ स्वाटै घर चलाइदिन्छु हो म घर गयो भने चाहिँ कसैलाई नभन्नु हो बिल चाहिँ यिनीहरूको काखमा थमाइदिनु ल हुन्छ म आइहालेँ साथी पैसा त दिन्छस् नि अरे किन चिन्ता गर्छस् आइहालेँ म ल दिएँ नि त्यो पैसा चाहिँ फेरि ल आइहालेँ दिनस् फेरि हुन्ला Thank you.